हेलो नमस्ते दाजुभाइ तथा दिदीबहिनीहरू। आज हाम्रो यो कोस्टल साउथ कोस्ट रिजनको भ्रमणको दोस्रो दिन र दोस्रो दिनमा हामी एउटा इडेनको नजिकै रहेको एउटा यस्तो राम्रो स्पटमा आएको छौँ। यो चाहिँ डेभिडसन व्हेलिङ स्टेसनमा आएका छौँ र डेभिडसन व्हेलिङ स्टेसन धेरै वर्ष अगाडि यो क्षेत्र यो एरियामा चाहिँ व्हेलहरूलाई चाहिँ मार्ने र व्हेलहरूबाट चाहिँ त्यसको बोसोहरू युज गरेर त्यसको ओइलहरू जुन महँगोमा बिक्री हुन्छ त्यो पर्पजको लागि व्हेल हन्टिङको एरिया रहेको छ। यहाँनिर होमस्टेडहरू पनि रहेको छ। त्यो ठाउँ हामी हेर्न आइपुगेका छौँ। अलिकति अफ रोड छ, मेन रोडबाट अलिकति धुलै बाटो छ। त्यहाँनिर हाम्रो होमस्टेड पनि देखिएको छ। यो पक्कै पनि त्यो जमानाको यहाँनिर व्हेलिङ गर्ने कर्मचारीहरू बस्ने ठाउँ अथवा घर होला सायद। त्यहाँ गएर हामी हेर्नेछौँ। एकदमै छिर्ने बित्तिकै राम्रो नेचुरल एरिया, ग्रिन स्पेस र कङ्गारुहरू हेर्नु साथीहरू। अस्ट्रेलियामा यसरी ठाउँ कङ्गारुहरू देख्न सकिन्छ र कङ्गारुहरू यहाँ खेलिरहेका छन्। यो ठाउँहरूमा हामी जाँदैछौँ। एकदमै राम्रो हरियाली र राम्रो मौसम। यहाँ छिर्ने बित्तिकै जुन गर्मी महसुस भइरहेको थियो त्यो पनि एकाएक हराएर गएको छ र यहाँनिर कङ्गारुको एउटा हुल यसरी रमाइलो गरेर बसिरहेका छन् यहाँनिर। र यहाँनिर यस्तो राम्रो शान्त वातावरण, यहाँनिर राम्रो ठाउँ हरियो महसुस भइरहेको छ र यहाँनिर रहेको छ त्यो होमस्टे जहाँ हामी गएर अहिले हेर्नेछौँ के रहेछ यसको हिस्ट्रीको बारेमा।